हेलो नमस्ते सबैलाई द मिलाइन अफिसियल ब्लगमा चाहिँ तपाईहरु सबैजना मेरो युट्युब फ्यामिलीहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो साली नानीको हिँडाइ चाहिँ यस्तो खालको छ। अब मैले चाहिँ भारी झोला पनि बोकिरहेको छु, ब्याग पनि बोकिरहेको छु। हामी चाहिँ यस्तो बाटो हिँड्न जाने हेर्नु होला बाटो। यता जङ्गलहरू हेर्नु यस्तो हेर्नु छ हेर्नु ल, कति रमाइलो ग्रिन छ, एकदमै ग्रिन यस्तो छ। यसरी जाने अब हेर्नु होला हामी यो पाखा यात्रा हेर्नु होला कहाँसम्म पुग्दो रहेछ हजुरहरु हेर्दै गर्नु होला। ल त ल, त्यो बाटोमा चाहिँ बाइक लाँदाखेरि चाहिँ अलिकति असुरक्षा भएको कारणले गर्दाखेरि मैले चाहिँ बाइक नलागी बरु हिँडेर जाने भनेर हिँडेर गएको हो। लु आजको यात्रा हाम्रो उकाली ससुरालीसम्मको यात्रा हाम्रो भेनाले भारी चम्मी बोकिदिनु भएको छ। म त रित्तै हिँडिरहेको छु। युट्युब फ्यामिलीहरुले चाहिँ अब तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। म चाहिँ आज विशेष कारणले गर्दाखेरि चाहिँ यता माथि हाम्रो घर पनि छ, मेरो घर पनि माथि पुर्खल घर भएको कारणले घरमा चाहिँ अलिकति केही समस्या भन्दा पनि घरमा चाहिँ यसो हल्का हेर्नु पर्यो भनेर के भयो त्यहाँको हाम्रो खेतीबाली भनेर चाहिँ म हेर्नु गइरहेको छु। आउनु होला तपाईहरु पनि सँगै गएर हेरौँ है त कस्तो छ मेरो जग्गा। हस् त लु हजुर हिँड्नु अगाडि। लु भेना गल्नु भयो। ए हावा चलेको रहेछ। ओ माई गड कस्तो दामी शीतल हावा चल्यो। यहाँनिर हामी चाहिँ यहाँसम्म आइपुग्यौँ। रेस्ट गर्नु हुँदैछ। हामी चाहिँ उकालेतिर लागेको थोरै मात्रै हिँडेर आएको लास्टै गल्यो। बिचराहरू हेर्न यहाँनिर हुनुहुन्छ, पीडित हुनुहुन्छ। सालीले एउटा भारी बोक्नुहुन्न। गाह्रो छ, सालीहरू पाउनु त्यतिकै सजिलो छैन नि त हौ भेना। लु हजुर अगाडि हिँड्नु होला। लु अरू भेनाको यात्रा सुरु भयो, हेर्दै गर्नु होला कहाँसम्म पुगिन्छ आज। ल हामी कहाँ आइपुग्यौँ हो भेना? उफ म त कले हो कामै भारी नै नपुगे। हेलो हामी आइपुग्यौँ उकालो। टिकटक तलतिर टिकटक पार्थ्यो, टिकटक पार्दाखेरि चाहिँ यता झन्डाले भने ठाउँमा आइपुगेको छौँ। झन्डाले मन्दिर आउँदै गर्नु होला, हेर्दै गर्नु होला। हस् त साथी हेर्नु यस्तो चाहिँ बाटो हाम्रोतिर चाहिँ त जानु लास्टै गाह्रो छ हामीलाई। बाटो त लास्टमा राम्रै हो कि, तर अस्तिको पानी बिगाड्यो नभए मजाले जान्थ्यो। गाडी त होइन बाइकहरू चाहिँ जान्थ्यो। पानी परेर बाटो बिगार्दै चाहिँ हामी हिँडेर आउनु बाध्य भएको, नत्र हामी बाइककै आउँछौँ। तर राम्रो छ नि हाम्रो माङ्सेबुङ इलाम होइन। हेलो नमस्ते सबैलाई। हामी माथि हाम्रो घर जाने कर्मचारीमै छौँ। तपाईँहरूलाई आउनुहोस् है। तपाईँहरू कसले तपाईँले चिन्नुहुन्छ र कसले चिन्नुहुन्न। तपाईँहरूले म एउटा सानो के देखाउँछु यसलाई। तपाईँहरू कसले चिन्नुहुन्छ? यो चाहिँ हामीले चाहिँ पहिला केटाकेटीमा चाहिँ धेरै यसको चाहिँ हामीले खाएको यो फल त मिठो हुन्छ। अनि यसको यो भित्रको काटेर यसरी फुटाएर खाँदा पनि कस्तो मिठो हुन्छ, एकदम गुलियो हुन्छ होइन। त्यो भएर चैत वैशाखमा हामीले खान्छौँ पहिला सानोमा। यसलाई चाहिँ म अझै पनि याद आउँछ। यसलाई चाहिँ हामी चाहिँ हाम्रोतिर चाहिँ पूर्वजतिर चाहिँ थाकल भन्छौँ। यसलाई चाहिँ धेरै युज हुन्छ क्या। यसको यो पातको गुन्द्रीहरूदेखि लिएर विभिन्न किसिमको बस्ने अथवा सतर्क सामग्री एकदम राम्रो बन्छ। अनि यो चाहिँ अहिले जङ्गलमा प्रशस्त मात्रा पाइन्छ। यो चाहिँ भोक लाग्यो भने यसको काटेर यसलाई भित्रको दाना खान पनि सकिन्छ। भित्रको गुदी जस्तो हुन्छ, सेतो तर एकदम मिठो हुन्छ, नरिवल जस्तो हुन्छ। नरिवल जस्तो तेल भएको चाहिँ हुँदैन र पनि गुलियो हुन्छ, पानी हुन्छ, एकदम स्वादिष्ट हुन्छ, एकदम मिठो हुन्छ भयो। हाम्रो चाहिँ यात्रा जारी छ है हजुर। उकाली तर त्यस्तो उकाली त होइन नि भेना, ठिकै नर्मल। यतिको त कहाँ उकालो भन्छ त, कस्तो उकालो हुन्छ। यो अस्ति यो बाटो पानी नगरेको चाहिँ
राम्रो हुन्छ क्या। हेर्नु यस्तो छ, हामी माथि माथि पुग्नु छ। हामी त तलबाट आएको, धेरै जङ्गल छ, गाह्रो छ। बाटो त राम्रै छ, नराम्रो छैन। यहाँनिर आइपुग्यौँ अमला अमले। लु भन्नुहोस् त हामी कहाँ आइपुग्यौँ होइन? कतिमा चाहिँ घाउ आएर चाहिँ यहाँ चाहिँ देखाउने एकदमै रमाइलो छ। यो चुराचुरी यो हाम्रो वन जङ्गलको भनेको चाहिँ अलिकति उसको सानै अलग्गै छ क्या। हेर्नु होला वरिपरि कस्तो ग्रिन छ, कति रमाइलो छ। यस्तो ठाउँमा चाहिँ कस्तो न्यानो छ, आफू चाहिँ घाम कस्तो राम्रो लागिरहेछ। शान्त भएर बस्नु एकदम राम्रो हुन्छ क्या। टेन्सन नभएको बेलातिर हामी यसरी डुल्नु घुम्नु चाहिँ रमाइलो हुन्छ। हामी चाहिँ आज चाहिँ विशेष काम परेकोले गर्दाखेरि विशेष काम परेको भन्दा हाम्रो जग्गा चाहिँ माथि नै छ नि त, हाम्रो पुर्खौली घर, त्यहाँनिर गइरहेको अवस्था हो। तपाईँहरूले हेर्दै गर्नु होला र तपाईँहरूलाई पनि मेरो माथि के छ भनेर देखाउन चाहन्छु है। साथीहरू हेर्नुहोस् है, हामी चाहिँ यहाँ आइपुग्यौँ होइन। अझै माथि माथि चाहिँ कति टाढो छ, हामी कति किलोमिटर आइपुग्यौँ एक्ज्याक्टली थाहा भएन। मेहनत चाहिँ आउँदै हुनुहुन्छ। यसरी दुईवटा भारी बोकेर आज मलाई चाहिँ यो घाटा भयो क्या। हाम्रो चाहिँ कस्तो छ भने वास्तवमा हाम्रो चाहिँ खासमा चाहिँ हाम्रो यो के पो हाम्रो साली कान्छीले बोकेको थियो। लास्ट टाइममा चाहिँ यो पनि मलाई यो मात्रै गरेर मलाई चाहिँ कम्ती टेन्सन आफू त रित्यो हो। सालीलाई गाह्रो छ, तर कस्तो राम्रो सिन देखिँदो रहेछ होइन। मै यस्तै यो हरियालीहरू दामी हुँदो रहेछ। लास्टै तनाव भयो हाम्रो बेलामा तनाव बिचरा राम्रो बेला यसरी भारी बोक्दै हुँदैन। के गर्नु, बाटो यस्तो छ है, गाह्रो छ। हाम्रो त माइत जानु पनि गाह्रो छ, तर एकदम राम्रो छ, राम्रो लाग्छ। नो माइत नो जन्मथलो एकदम राम्रो लाग्छ। ए हर्रा यो त खानुपर्छ हौ। यो हर्रा भने चाहिँ एकदम के भन्छ नि जडीबुटी भन्छ। अन्त यता देखाउँछ, यता पछि हेरेर ठ्याक्कै देखाउँछ। छ यहाँ पनि बन्जको भेट्नु रहेछ जता हो त। ओइ भेना यस्तो त मलाई ल्याइमा आएको थियो। अन्त बगान त यसरी जडीबुटी पाइन्छ। मलाई 200 रुपियाँ केजी दिन्छु भन्नुभएको थियो क्या। मलाई जति भए पनि ल्याइदियो भनेदेखि 20 रुपियाँ केजी होइन के बजारमा किनेर मैले 20 रुपियाँ गोटा किने खाएको भएन। अर्ग्यानिक दबाई हो चाहिँ फुलमा चाहिँ खोकी लाग्यो के थुक भएको 20 रुपियाँ गोटा किनेर खाएको मैले। यति महँगो पर्छ हाम्रो अर्ग्यानिक। यसले चाहिँ हर्रा भन्छ। बोर्डिङ कहाँ हर्रा साँच्चै कहाँ छ त्यसको बोर्ड? ओ त्यही माथि यो होला यो। त्यही हो। लु हेर्नुहोस् है साथी, यस्तो बेच्ने साथी हो यसको हाम्रो त्यही त लास्टै दबाई पो, त्यो त ठुलो दबाई हो। हिँड्दा हिँड्दै यसरी जडीबुटी पाइन्छ। त्यो भएर चाहिँ हाम्रो घर गाउँमा चाहिँ ल ल हेर्दै गर्नु होला। हजुर लु हामी चाहिँ आइपुग्यौँ। कस्तो शीतल छ कि यहाँनिर। कहिले आउनु? हो त्यहाँ हेर्नु यो कत्रो ढुङ्गा छ यहाँनिर, तपाईँले हेर्नु सक्नुहुन्छ है। हेर्नु माथि यो त सानो देखिँदो रहेछ है भिडियोमा त, कत्रो पो छ त यो त। अब यस्ता हो होइन, कस्तो हो कहाँ? यहीँ होला हौ, यहीँ छ त नि ठाउँ त, यहीँ होला। हेर्नु होला हाम्रो बाटो कस्तो छ यस्तो यस्तो छ है। यो उकालो चाहिँ निकै उकालो छ कि उकालो चाहिँ तर एक्सर्साइज राम्रो हुन्छ हौ, शरीर बन्छ नि त। यहाँ चाहिँ तर यो उकालो मिठो उकालो छ स्वास्थ्यलाई एकदम राम्रो। म त गरेर मन ए यही हो त। ए हो त रहेछ त, होइन उतलैबाट होला, मलाई शङ्का लाग्यो त्यही हो। यहाँ त होइन। अबे डर माउँदो रहेछ। यहाँ हेर्नु है साथी हो, भिड कत्रो पऱ्यो, तर यहाँ देखिँदैन खासै त्यस्तो राम्रो देखिँदो रहेछ।